हेलो साथीहरू, गुड मर्निङ। के छ हालखबर? ह्याप्पी सन्डे सबैजना। आज सन्डेको होलिडेमा होला है, म पनि सन्डेको होलिडेमै छु। र आज मेरो चाहिँ सानो प्रब्लम भएको कारणले आज म फेसबुकमा आइरहेको छु। र यो मेरो आँखा चाहिँ 4-5 दिनदेखि सुन्निने, अनि आज त यो आँखा पनि सुन्निया छ, तर नर्मली यो आँखा चाहिँ सुन्निने अनि ठिक हुँदै गर्थ्यो होइन। एक दिन 2-3 घन्टामा सुन्निने, फेरि 2-3 घन्टामा राम्रो हुँदै गर्थ्यो होइन। तर आज 4-5 दिनदेखि चाहिँ कन्टिन्यू अलि बढी भएको कारणले गर्दा मेरो यो आँखाको कुनै इलाज गर्नलाई कसलाई आइडिया छ, र को साथीहरू, मेरो फेसबुक साथीहरू अनि एमबिबिएस पढेको कुनै साथीहरू, आइस सम्बन्धी पढेको डाक्टर हुनुहुन्छ भनेपछि मलाई चाहिँ यो सम्बन्ध मलाई यसो सुझाव दिनु होला। त धेरै दिन भयो, हिजो त मैले आँखा देख्नै नसक्ने भएको थिएँ, तर आज चाहिँ अलिकति ठिक भएको छ। र ठिक हुनुको साथसाथ आज चाहिँ यो आँखा पनि सुजन भएको छ अलिकति। र यो कसरी, कुन मेडिसिन युज गर्दा ठिक हुन्छ होला है। मैले चाहिँ आज नर्मली चाहिँ यो यो हिजोदेखि यो अप्लाई गरिरहेको छु। यो हेर्नु, हिजोदेखि यो युज गरिरहेको छु, र यसले पनि खासै ठिक भएन। राति बढी नै भएको थियो, आज दिउँसो गर्दा, आज दिउँसोले गर्दा ठिक भएको छ। अनि चाहिँ मैले चाहिँ यो मेडिसिन खाइरहेको छु। यो मेडिसिन खाँदा पनि केही काम गरिरहेको छैन होइन। र हजुरहरूलाई कसैलाई यसको बारेमा थाहा छ, आँखा सुन्निने, फेरि 1-2 घन्टामा ठिक हुने, फेरि अझ 1 हप्तापछि 1 महिनापछि फेरि आउने, यस्तो भइरहेछ, यसको बारेमा कसैलाई थाहा छ भने चाहिँ मलाई सम्पर्क गरेर कमेन्टमा लेखिदिनु होला। र मेरो फेसबुक मित्रहरूलाई सबैलाई धन्यवाद। बाई।